सब्स्क्राइब गर्नु होला हाम्रो साथमा हुनुहुन्छ अविराजजी भन्छु मैले सिकाइरहेको यिनलाई चाहिँ भ्लग बनाउन उसको चाहिँ अब फर्स्ट भ्लग है चाहिँ मलाई पनि थाहा थिएन दाइ जाम हिँड्नुहोस् भ्लग बनाऊँ भनेर अनि लिएर आयो मलाई हामी चाहिँ यहाँ त्रिकन्याको भिडियो बनाउन आएको पानी परिहाल्यो पानी परिहाल्यो अहिले चाहिँ यति भयो कम्प्लिट चाहिँ हाम्रो त्रिकन्याको हो यो चाहिँ 3टा आँखा चाहिँ काट्ने भनेको थिएँ हाम्रो बाह्र नि कराएको अरे यो काटेको के गरिदिन्छ हाम्रो के अपडेट हुन्छ यसमा चाहिँ हाम्रो अब के नयाँ थपिरहेको भन्ने हो त्यो हो काम त भइरहेछ बिस्तारै अहिले चाहिँ हाम्रो स्लिपरको काम गरिरहेछौँ अब लगभग हाम्रो 60% जति चाहिँ सकिसक्यो वायरिङहरू नि तारसार भइसक्यो अरे अब त्यही क्यामेरामा पानी पऱ्यो पानी नि एकदम अब हामी यहाँ नि पानी पर्ने भइदियो यस्तो समस्या भिडियो बनाउनु उसले चाहिँ मलाई कम भन्यो हामी चाहिँ यस्तो है सिँढीहरू चढ्दादेखि चाहिँ एसीहरूको कम्प्रेसर हुन्छ क्यामेरा पुस्छैले यहाँ चाहिँ हाम्रो ड्यासबोर्डहरू चाहिँ यस्तो है अब जीवनलाई जस्तो चाहिँ हामीले एक्सप्लेन भन्न सकिन्न उसको चाहिँ नयाँ नयाँ हो अब क्यामेराले चाहिँ सपोर्ट गर्न आएको हो अब यो चाहिँ BS3 हो हामीले यस्तो हो पानी पऱ्यो अरू के भन्न चाहनुहुन्छ ल जाऊ देखाउँ उहाँले नै देखाउनुहुन्छ अब काम गर्दै हुनुहुन्छ आइटी है भाइ यहाँ स्लिपर पछाडि नै हुन्छ आइटी नै हो हाम्रो कविराज सर दाइ के छ खबर एकदम राम्रो बनाउनु है एकदम तर अलिक फराकिलै हुन्छ होला पछाडि स्लिपर हुन्छ कि नै यहाँ होइन एक्चुअली एक्सपिरियन्स मात्रै अब यही हो यो चाहिँ अलिक फरक आउँछ यता नि यहाँ फेरि कतै यस्तो चाहिँ यो उसको काम सक्छ हाम्रो यो काम हाम्रो छिटो भन्छ स्लिपर कतिको नाप्दै हुनुहुन्छ भाइ पानी पर्छ इमर्जेन्सी एक्जिट ढोका पानी पऱ्यो लुक यस्तो रहेको छ यहाँ चाहिँ याल सेपै यहाँ चाहिँ यस्तो छ यहाँ जेनीले नमिल्छ यस्तो छ अब यसमा चाहिँ छ खोल्छु हाम्रोमा छैन किन हो यो चाहिँ यस्तो चाहिँ हाल्नुपर्छ है किन हो कुनै पानी परिरहेको छ यो चाहिँ पण्डित बडी वर्कसप पण्डित बडी वर्कसप भन्दा नि बडीहरू बनाउने ठाउँ चाहिँ धेरै छन् भिडियो सिडियो चाहियो भने मलाई सम्पर्क गर्नु सबैले त्रिकन्याको सबै अपडेट जति मसँग मैले गरिरहेको हुन्छु सबैजनाले लाइक सब्सक्राइब गर्नु होला कहिलेसम्म बनाएर दिन्छौ गाडी टाइम लाग्यो कति टाइम 10
10 दिनमा कति तर काम हो अनि आउनु भयो घर जानुभएको ल छिटो गर्नु पऱ्यो यसलाई चाहिँ हाम्रो यहाँकोले चाहिँ यो चाहिँ नयाँ भन्ने थियो तर हाम्रो आजसम्म कतै देखेको नमिठो हामी चाहिँ सब चलाउनेवाला यस्तो हामी हाम्रो उहाँले के गरेर दिनुभएको थाहा भएन यहाँ चाहिँ त्यो सानो एउटा लाइट हाल्नु भएको थियो त्यो चाहिँ हामीले नहाल्ने यो चाहिँ काठमा लगाउने भनेको मिस्त्री घर गएर बल्ल हिजो आउनुभयो अरे यसलाई चाहिँ पर्सिसम्म काट्नु गएर यसलाई चाहिँ डिआरएल बनाउने अरे है त्यो हालिन्छ नि नयाँ सोहरूमा त्यस्तो बनाउने हो कि होइन हो त्यस्तो बनाउनु भन्दाको तर कसैलाई मन परेन त्यही भएर कति साल जिआएर पनि चलाउनु भएको थियो यहाँको साइड त्यसपछि काट्छु भन्दा चाहिँ कहिले काट्नुहुन्छ हिमालयन पोखरा यहाँ पानी पर्यो लास्टै पानी पर्यो यता पनि सेम छ यसको अलि ढोकाको साइडको फरक रहेछ हाम्रो फरक छ अरू केही छैन यो चाहिँ हाम्रो उतै हेलुतिरको गाडी अर्को गाडीतिरको हाम्रो यहीँ छ दाइ हुनुहुन्छ ओहो त नि दाइ अरू केही छैन यो चाहिँ उताको चाहिँ काम भयो उताको पनि भइसक्यो उताको त जी सिस्टमको नि म्युजिक सिस्टम पनि भइरहेको यताको गाडी सेन्ट भएर जी सिस्टम म्युजिक सिस्टम पनि हो कि के गरे एसीको होइन एसीको उस पनि अलिअलि अपलोड भइसकेको छ हाम्रो चाहिँ ल्याएर हाल्दा पनि यो यति नै थियो अहिले चाहिँ यसको काम अलिकति बढेछ हाम्रो पनि भइसक्यो पन्डामा सिट बाई सिट चार्जिङ सिस्टम किन हुँदैन भन्दैौ न तिमीले यहाँ के को काम गर्छौ बसको त नि यहाँभित्र पर्ने बसको त बसकै हो यहाँ बस्दैन भन न भन्दैनौ सबै हेरिदिनुलाई माया गरिदिनु होला आजलाई आउँछ यो भ्लग चाहिँ अरू भ्लग चाहिँ एक दसैँबाट गाडीहरूमा यो गाडी यो भित्र काम सकेपछि त्यो तलको लाइट काटेपछि निक्लिने बेला हुन्छ बिस्तारै सबै भ्लगहरू पनि आउँछ जर्नी भ्लग आउँछ दाजुभाइको जर्नी नि हुन्छ त्यतिखेर जर्नी पनि हुन्छ गर्नुपर्छ यसको पनि अपडेट दिइरहेको छु मैले तिनजनाको पेजलाई र रोयलवाली बिआर गर्नुलाई लाइक सब्सक्राइब हजुरको त टिकटक गाडी मात्रै टिकटक गाडी दुइटैमा गर्नु होला बाई